8 बजिसक्यो उठ्नुस् न 8 बजिसक्यो अझै सुत्न देऊ कान्छी अब पोछा लगाउन र खाना बनाउन जानुपर्छ भाउजू भर्खरै उठ्नुभयो दाइले राति सुत्न दिनु भएन कि क्या हो हे नानी अलि थाकेको थिए मम्मी किचनमा हुनुहुन्छ मम्मी नमस्ते भाग्यमानी भएस आज ढिलो उठेछु सरी केही भएन बुहारी तिमी आराम गर मम्मी हजुर जानुस् म खाना बनाउँछु हैन बुहारी तिमी जाऊ आराम गर अनि छोरोलाई पनि उठाइदेऊ नाइ मम्मी म नै गर्छु अबदेखि काम सिक्नुपर्छ नि ठीक छ बुहारी मलाई तिम्रो माया र जिम्मेवारी देखेर खुसी लाग्छ तिमी मेरो लागि बुहारी होइन छोरी सरह हौ मेरो लागि सबै बराबर हुन् हिजोको बिहे त कस्तो रमाइलो भयो है हो नि सबै कुरा कति राम्रोसँग भयो मम्मी स्मृतिले पनि जब गर्छु भन्दैछ मलाई अब ऊ यहाँ एक्लै बस्दा बोर हुन्छ काम गरे राम्रो हुन्छ मलाई पनि बुहारी अघि बढेको हेर्न चाहन्छु बुहारी तिमीले काम गरेदेखि काम गरेको पैसाले तिमीलाई चाहिने चीजमा खर्च गर्न सकिन्छ यदि श्रीमान श्रीमती मिलेर काम गरेदेखि घर चलाउन सजिलो हुन्छ ठिकै भन्नुभयो मम्मी